महोदय, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, मञ्चमा आसीन अन्य अतिथिज्यूहरू, मञ्चमा विराजमान रूपले एक हातमा कलम कापी र अर्को हातमा निर्णयको तराजुले प्रतिस्पर्धी क्षमतालाई निष्पक्ष रूपमा निर्णय गर्न बस्नुभएका सम्माननीय निर्णायक मण्डलीज्यूहरू, विभिन्न विद्यालयबाट पाल्नुभएका गुरुवर्ग साथै प्रतियोगी एवं अप्रतियोगी मित्रहरूमा म ग्लोबल विजन इङ्ग्लिस बोर्डिङ स्कुलको कक्षा 8 मा अध्ययनरत छात्र सतीश अधिकारीको तर्फबाट स्वीकार गर्ने अभिवादन। ठिकै पछाडि त कलाको शीर्षक रहेको छ सिकाइमा कृत्रिम बुद्धिमत्ता अर्थात् एआईका अवसर र चुनौती। यस विषयमा म आफ्नो केही भनाइहरू राख्नका लागि सभाध्यक्षज्यूसँग अनुमति चाहन्छु। सभाध्यक्ष महोदय, आजको युगलाई प्राय डिजिटल युग भनिन्छ। यस युगको केन्द्रमा रहेको प्रविधि हो कृत्रिम बुद्धिमत्ता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स। विश्वभर लोकप्रिय र आश्चर्यजनक नतिजा दिइरहेको नवीन प्रविधि कृत्रिम बुद्धिमत्ता बिना सिकाइ नै अपूर्ण हुने सम्भावना बढ्दै गएको छ। आज यो प्रविधि उच्च तहदेखि सामान्य जीवन बिताइरहेका विद्यार्थी, शिक्षक, कर्मचारी, इन्जिनियर जस्ता पेसाका जीवनमा पनि लोकप्रिय बनेको छ। सदस्य महोदय, वास्तवमा कृत्रिम बुद्धिमत्ता भन्नाले मानव बुद्धिलाई आवश्यक पर्ने कार्यहरू कम्प्युटर प्रणालीबाट सम्पन्न गर्न सक्ने क्षमतासँग विचारशील र प्रविधिको सङ्ग्रह भन्ने बुझिन्छ। विश्व आर्थिक मञ्चको एक प्रतिवेदन अनुसार सन् 2025 सम्ममा विश्वभर करिब 85 मिलियन रोजगारीहरू विस्थापित हुने र 97 मिलियन नयाँ रोजगारीहरू सिर्जना गर्ने अनुमान गरेको छ। यसले स्पष्ट देखाउँछ एआई केवल प्रविधि होइन, यो हाम्रो सिकाइ र जीवनशैलीलाई परिवर्तन गर्ने शक्ति हो। सभाध्यक्ष महोदय, अब प्रश्न हुन्छ सिकाइमा एआईले के अवसर ल्याएको छ त? पहिलो, व्यक्तिगत सिकाइ। एआईले विद्यार्थीहरूको क्षमता, गति र रुचि अनुसार पाठ्यवस्तु तयार गर्छ। उदाहरणका लागि एआईमा आधारित अनलाइन प्लेटफर्महरूले विद्यार्थीहरूको कमजोरी पहिचान गरी सोही अनुसार अभ्यास सामग्री दिन्छ। यसले एकै किसिमको शिक्षा सबैका लागि भन्ने परम्परागत सोचलाई परिवर्तन गरेको छ। दोस्रो, शिक्षकको सहयोगी उपकरण। एआईले जाँच, मूल्याङ्कन तथा सामग्री तयारीका लागि शिक्षकलाई सहयोग गर्दछ। यसले शिक्षकलाई अन्तर्क्रियात्मक र सृजनात्मक शिक्षामा बढी समय दिन सहयोग गर्दछ। तेस्रो, शिक्षामा पहुँच। युनेस्कोको